अब परिचय भन्दाखेरिमा अब मेरो परिचय त्यसो कुनै अब चोर नै ढाका नै केही नै परिचय सबै तपाईँ भाइ छोराहरू सबै परिचयकै मान्छे हो होइन, म पनि परिचयकै सामाजिक भित्रकै हुँ। अब यो मेरो खास परिचय भनेको 2022 सालमा म अछाममा भूमि सुधार कार्यालयमा मेरो जागिरी थियो। ए भूमि सुधार कार्यालयमा काम गर्नुभयो हजुरले? 2 वर्ष गरेँ त्यहाँ। 2022, 23, 24सम्म। अब त्यहाँ उही त हो त विकट। अब अहिले पनि विकटै छन् भनौँ। त्यो 2022 सालमा त एकदम विकट। कति वर्ष काम गर्नु हजुरले भूमि सुधारमा? त्यहाँ 2 वर्ष गरेँ हामी। के काम गर्नुहुन्थ्यो? पिउन अर्दलीमा ए त्यो म्याद बुझाउने, म्याद बुझाउने, तिनीहरूलाई 7 दिनभित्र अफिसमा उपस्थित हुनु। हजुरको त्यतिखेर परिवारमा भाट परिवारमा कोही त्यसरी भूमि सुधारमा सरकारमा काम गर्ने अरू कोही थिए? कोही पनि थिएन, कोही पनि थिएन। उहाँका थिए भैरवका झा, सुबोध नारायण झा, रामकृष्ण झा, और एउटा बजाङका गोरखराज जोशी, एउटा रेणीकोटका जगत बहादुर बाबु साहब, नायक सुब्बा। पछि तमीले किन छोड्या त हजुर त्यो भूमि सुधारको जागिर? अब त्यो राम्रो भयो। 70 रुपियाँ तलब थियो। ए महिनाको? त्यसबाट 4 रुपियाँ सञ्चय कोष काट्थ्यो। अब त्यही तलबले अब ऊ त जमानै हुँदाखेरिमा भनौँ अब त्यसो प्रब्लमै हो होइन। अब 1 रुपियाँका 4 चाय पाइन्थे, टी। ए 1 रुपियाँका त्यही अछाममा? यो संसारमै थियो हजुर होइन। पछि अब म त्यहाँबाट आएँ र भजनी आएँ। 2022 सालमा यो काठमाडौँ हुन लागेको थियो। एकैछिन, तमीले त्यो भूमि सुधारको जागिर किन छोड्या त्यो पनि भनिदेऊ न। मैले त्यहाँ छोडेको होइन। म आएँ बिदामा, यो टाइपराइटरको मसिन ल्याएर आएँ। यो टाइप गर्ने उहिले कम्प्युटर थिएन, हातका थिए टाइपराइटर। हजुर टाइपराइटर। अरू त्यो बिग्रेको थियो। त्यो बिग्रेर यो जुराइल हुँदै डोटी हुँदै धनगढी आएर त्यो बनायौँ। त्यहाँबाट अब मेरोमा भजनीसित कसैसित सम्पर्क थियो। अब त्यो 70 रुपियाँले के हुने त यता जाउँ उता जाउँ भन्ने जस्तो सबैले सल्लाह दियो। त्यहाँबाट खै गएर म यो दुधा हुँदै इन्डियाको पछि यहाँ अब यहाँको कुरा गरौँ। यहाँ खैरीफाट, यो जानकी गाउँपालिका 8 नम्बर 9 खैरीफाट कटासे नजिकै हजुरको घर छ। यहाँ चाहिँ कहिले सुरु भयो? यहाँ चाहिँ त्यहाँबाट अछामबाट यहाँ कहिले आउनुभयो? यहाँ म अब त्यही हो, त्यो नोकरी सिद्धि। त्यहाँबाट विदेशको पनि सक्या भनौँ होइन। विदेशबाट पनि आइयो। त्यहाँबाट अब पैसा पनि अलिकति भएपछि अब पहाड किन जाउँ त, यतै तराईतर्फै बसौँ, यहाँ सुविधा पनि छ। त्यो भनौँ पनि अब नुन बोक्नुभन्दा त यहाँ सुविधा छ केही न केही। साइकल गाडी मोटर नभए पनि त अलि सुविधा त छ नि त भनेर फेरि 2035 सालमा मैले यो जमिन लिएँ। 2035 सालमा। अछामबाट कति सालमा हजुर यहाँ आइपुग्नु? यहाँ म 2035 सालमा आउनुभयो? जमिन लिएर यहाँ 2 वर्ष छाडेँ। 2 वर्ष छाडेपछि 2035 36 साल फागुनको 28 गते शुक्रबारको दिन हामी उहाँबाट रमाना भयो मेरो। अनि त्यहाँ उता ताज ग्रुपमा इन्डियामा कहिले हजुरको जागिर सुरु भयो? त्यहाँ 1971 मा भयो। म नेपाली जान्दैन। 1971 मा यो बङ्गलादेश युद्ध थियो नि। हजुर त्यहाँ एउटा स्वतन्त्र भयो बङ्गलादेश। हो त्यति बेला ब्ल्याक आउट थियो इन्डियामा। त्यति बेला म जोइन्ट भएँ। त्यहाँ कसरी अब अवसर पाए हजुरले? त्यहाँ अवसर अब त्यो म एउटा बिल्डिङमा, नेपालीको त चौकीदारी त हो, अझै पनि चौकीदारी होइन, कोही ठुलो पदको त होइन। चौकीदारी थिएँ त्यहाँ। अब एउटा साथ दियो भनौँ न, तकदिरले साथ दियो। एउटा कुमाउँको गढवालको एउटा थियो मान्छे, त्यो आधा नेपाली बोल्ने आधा हिन्दी बोल्ने, त कुमैया त हुन्, कुमैया गढवाली, तेली गढवाल, पौडी गढवाल त्यहाँको मान्छे थिए। तिनीहरूसित मैले सम्पर्क राखेँ। अब यसो छ भने मलाई नोकरी पाइएला क्या भने त्यहाँबाट तपाईँ आउनु टाइम अफिसमा, म सम्पर्क गराइदिउँला। तिम्रो एउटा मानसिंह भन्ने नेपाली छ ताजमा हाउसकिपिङमा। त्यहाँबाट त्यहीसित सम्पर्क भयो। अब त्यही त हो, बाटो दियो। त्यो बाटो भोलि सन्डे छ, मन्डेको आउनु माथि सेकेन्ड नर्थमा आउनु। त्यहाँ म्याडम छन्, तिनीहरूसित इन्टरभ्यू लिएर हुन्छ भनेपछि अब फेरि टाइम अफिसमा चिट बनाएँ। हजुर त्यतिखेर बिहा गरिसक्नु भएको थियो? अनि भन्नु। त्यहाँबाट त्यो सेकेन्ड नर्थमा गएँ। सेकेन्ड नर्थ भनेको 2 माला।
ए नर्थ एन्ड साउथ छ ए अच्छा यसो पनि छ यसो पनि छ अँ त्यहाँ गएर अब त्यही तिनीसँग त भेटघाट भयो कहाँ हो क्या हो भन्यो अब म त यही नेपालको हुँ भने अब ठिक है तुम अङ्ग्रेजी आता है के भन्यो अब अङ्ग्रेजी अब त्यसै अदाइ बदाइ त क्या हो अब सम्झन्छु आउँछ पछि आइजान्छ भन्यो त्यहाँबाट नै अब जोइन्ट भयो त्यहाँ भन्नु आऊ आऊ थर्ड नर्थमा जाउँ नर्थमा त्यो साउरी धर्म छन् तिनीहरू जे काम गर्छन् त्यस्तै काम गर भन्यो त्यहाँबाट 2 वर्ष तालिम भएपछि फेरि इन्टरभ्यू लियो 2 वर्ष त्यहाँ तलब भत्ता कति हो भन्यो विदेश जानुभन्दा अगाडि अहिले भर्खरको सुरुमा त्यहाँबाट तलब दियो त्यही ताजमा जोइन हुनुभन्दा अगाडि त्यहीमा तलब दियो 80 रुपियाँ महिनाको उहाँ पनि 80 दियो खाना बिहान एक टाइम ड्युटीको टाइम ए दिएपछि अब ठिक छ त अब पछि ठुलो हो यो 5 स्टार हो त्यहीमा चान्स पाइन्छ भन्दा भन्दै गर्दै 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 7 वर्ष काटिसकेपछि 2 वर्षमा पर्मानेन्ट गर्यो 2 वर्षमा कन्फर्म लेटर दियो 2 वर्षमा कन्फर्म लेटर दिएपछि अब रुल एन्ड रेगुलेसन सबै सम्पूर्ण एकोमोडेसन जो हो दिने एउटा एकोमोडेसन पाउनु भयो एकोमोडेसन दियो ट्राभल अलाउन्स भयो हाउस रेन्ट भयो अब त्यस्तो दिने जति छ कम्पनी लागू भयो पछि अनि हजुरलाई यहाँ अब खैरीफाटमा त अमेरिकन भाट गरेर दिन्छन् अमेरिकन किन भने रहेछ हजुरलाई अमेरिकन त्यही कसैले भने अब फरेनबाट आयो अमेरिका भने अब त्यो सानो मामुली कुरा हो कुनै प्रब्लम पनि होइन कुनै दुखी पनि होइन त्यही त एउटा शब्दमा अब अनि कति बस्नुभयो हजुर त्यहाँ ओमानमा यमनमा म 2 वर्षको एग्रिमेन्ट हो 2 वर्ष एग्रिमेन्ट पुरा गरेपछि उनले टिकट काटिदिए एयरपोर्टमा पुर्याइदियो फेरि रिटर्न आएपछि भनेर 2 इयर्स मोर आफ्टर 2 इयर्स 2 वर्षको रिन्यू बनाएर फेरि आएर फेरि यो लिएर अनि सुरुमा ओमन जाँदाखेरि त्यो हजुरको त्यो 1971 मा होइन 71 मा इन्डियाबाट जानुभयो नाइ 80 मा गएँ 80 मा ओमन जानुभयो हजुर 80 मा गएँ 81 82 83 मा त्यतिखेर जहाज चढ्दाको अनुभव सुनौँ न हजुरको त्यति हवाई जहाजमा लियो अब त्यो इन्टरभ्यू भयो 2 वर्षसम्म त इन्टरभ्यू भयो होइन तपाईँ एप्लिकेसन हाल्नुहोस् बालबच्चा घर पुर्याउनुहोस् और पासपोर्ट चाहियो पासपोर्ट बनाउनु भन्यो पासपोर्ट अब बन्दैन थियो त्यति बेला पासपोर्ट बनाउन जाँदाखेरिमा उनले भने अब सबै क्लियरिङ पुरा भयो अब जन्म स्टेट त नेपाल नेपाल त हुँदैन बर्थ प्लेस त्यो त तपाईँको राजा छ तिमी अर्को देशको हो करेन्सी अलगै चल्दो छ होइन अरू त्यो त महेन्द्रले दिए पो हामीहरू सक्छौँ हामी त त्यसै त लिन सक्दैनौँ पासपोर्ट त हुँदैन यो भन्यो त्यहाँबाट अझ उही मौका त हो एउटा मेरो साथ घरमा म बस्छु थिएँ त्यसको घरमा यो साउरी भन्ने त्यसले भन्यो यसो कुरा भयो भनेपछि नै हामी म बनाइदिन्छौँ तपाईँको पासपोर्ट म बनाउँछौँ भन्यो त्यहाँबाट नै पासपोर्ट अफिसमा गयौँ त्यहाँबाट अब यो जहरीबाट त चिन्न तपाईँ हिउँदै त थियो त हो त्यहीलाई मैले नौकरी लगाएर त्यो पास भएर त्यहाँबाट यो न्यू दिल्ली मानसिंह रोडमा ताजमहलै हो पनि उस ताजकै हो त्यहाँ पठाएको थियो तिनले म पुगिगएँ यताउति सब ठिक छ मेरो एड्रेस ठिकाना यो सक्खरपुर दिल्ली भनिएको थियो पछि त्यो पासपोर्ट अफिसमा भन्यो तिनले कोही आमा बाबु अहिले तिमी नेपाल बसौ या जहाँ पनि बसौ अहिले अब पनि कोही यहाँ भारतमा जन्मेको यसो उसो भनेपछि नै मेरो भतिजो न्यू दिल्ली सक्खरपुरमा छ भनेपछि त्यो हालिहाल्यो त्यही लेखेपछि अब कति दिनमा चाहिने 30 दिन या 60 दिन भनेपछि न 30 दिनमा भए पनि भयो 60 दिन भए पनि भयो भन्यो 150 तिर्नुपर्छ 60 दिनमा भनेपछि 30 दिनमा भनेपछि 300 तिर्नुपर्छ भन्यो तिरुली भनेर फेरि पासपोर्ट पनि दिएपछि अब मनी पावरमा बुझायौँ होइन मनी पावरमा बुझाएको 2 वर्षपछि सान्ताक्रुज सार एयरपोर्टबाट 200 जना पुरै म्यानेजमेन्ट हो 200 जनाको टोली गयो पुरै म्यानेजमेन्ट होटल म्यानेजमेन्ट तल स्विपरदेखि लिएर जनरलसम्म हाउसकिपिङ अनि तलब कति थियो अनि त्यहाँको एयरपोर्ट यहाँबाट जहाजमा चढ्दाखेरिको अनुभव सुनौँ न यहाँको चढ्दाखेरि के थियो त अब उनीहरूले एग्रिमेन्ट गर्यो इन्टरभ्यू लियो त्यहाँको कति घन्टा आकाशमा उड्नुभयो हजुर यहाँ 5 बजेर 19 मिनटमा चढेको भोलि बिहान 11 बजे पुर्यायो
बाफरे अनि कस्तो अनुभव भयो त माथि जहाजमा चढ्दाखेरि त्यो दुबई पहिलो अनुभव हजुरको विदेश जहाजमा चढेको अनुभव क्या उहाँ घरमा बसेको जस्तै छ बाहिर हेरे मात्र हिँड्छ त्यो ए भित्र अलाउन्स गरिरहेको छ कान कानमा आफ्ना प्रत्येक कानमा लगाइदिएको छ सावधान यताउति हामी यहाँ पुग्यौँ हामी अहिले सीमा छौँ हामी अब माउन्टेनमा छौँ अब पुग्न लाग्यो अब पुग्यौँ 20 मिनट अब ल्यान्ड हुँदा भयो अब ल्यान्ड हुन्छ हामीहरू सफल भयो पुलिस त्यो बेल्ट योर बेल्ट किप योर सेफ्टीको लागि यहाँ बेल्ट हुन्छ नि त बेल्ट नपडोस् भनेर नहल्लिन लागि त्यहाँबाट फेरि सेफ्टीको लागि 200 जना पुरै एक जहाज पुरै प्याक गरेको खानालाई $8 दियो ड्युटी फेरि सब हुन्छ नि बहराइनमा बस्यो 3 घण्टा ए ट्रान्जिट बहराइनमा भयो हजुर बहराइनमा त्यहाँबाट ओमान वहाँबाट यमन आयो यमन अच्छा अनि 2 वर्ष काम गर्नुभयो त्यहाँ 4 वर्ष 6 वर्ष ए अनि कति भयो कति कमाउनु भयो महिना तलब कति थियो हजुरको नेपाली कति तलब उनीहरूले दिँदैन त्यसरी हामीलाई यहाँको डबल अब हामी त कम्पनीबाट गयौँ नि हजुर हजुर यहाँको ठ्याक्कै डबल ताजमा डबल एकोमोडेसन भनेको सब एभ्रिथिङ इज फ्री एकोमोडेसन हो सबै एकोमोडेसन लजिङ फुडिङ सब फ्री सबै एभ्रिथिङ फ्री 2 इयर्स बराबर बनाएपछि टिकट पनि फ्री आउन जानको फ्री भनेपछि अनि कति पैसा ल्याउनु भयो त्यो कमाएर पछि यहाँ जग्गा किन्नु भयो हजुरले पैसा कति लाख जति ल्याउनु भयो अब उही जमानाको पहाड खर्च भयो पहाड घर लगायौँ त्यही 2-4 लाख हो ए अनि किन्नु भयो यहाँ 35 सालमा यो 55 हाल्यौँ यसमा अनि अब अर्को सोध्नु मन लाग्यो फेरि अब हजुरलाई त हामीले अब मलाई त अहिलेसम्म नाम थाहा थिएन आज थाहा पाएँ गोरखराज भाट हजुरको नाम होइन तर अमेरिकन भन्थे नि हजुर जानुभएको ओमान तर अमेरिकन किन भने गाउँलेहरूले तपाईँलाई यमन अमेरिकन किन भने हजुर फोरेनबाट आयो भने फोरेनरै हुन्छ ए हामी इन्डिया गए पनि हामीलाई पनि फोरेनर भन्छ क्या अहिले अरू दोस्रो करेन्सी छ नि त हाम्रो नोट त अलग अलग चल्छ नि त नोट अलग चल्नेलाई त विदेशी हुन्छ नि त विदेशी हो हाम्रो त यो अब नाका खुल्ला छ भारत पनि विदेशी हौँ हाम्रो लागि उनीहरू यहाँ आए पनि त भिजा यहाँ त सिस्टम छैन पासपोर्ट सिस्टम छैन त त्यसैले हो अनि त्यतिखेर त्यो विदेशबाट आउँदाखेरि यहाँ गाउँलेहरूले के भन्थे तपाईँलाई हजुरलाई के भन्थे तल्लोमा छिमेकीहरूले के भन्थे अमेरिकन भने अरू के भने अब हामीले आफ्नै भाषा आफ्नै नातामाता गर्थे अब लिनुहोस् बस्नुहोस् यहाँ राम्रो छ यो सब तल विकास हुन्छ भने अब एउटा पनि त केही विकास थिएन होइन अहिले त अब भयो भनौँ पछि विदेश जाने मन लागेन त्यसपछि कसरी जाने त अब प्रब्लम भयो घरको किन छाड्यो भने एउटा क्लियरिङ गर्न आउँछन् नि त क्या प्रब्लम छ तपाईँलाई क्या पुगेन क्या खानाको छ कि कुनै कसैको रोकटोक छ कि कसैको केही छ कि भनेर फारम भर्छन् आउँछन् त राजीनामा गर्दाखेरि मैले भने अब अरू कसैको केही पनि छैन मेरो हाउस प्रब्लम भने यहाँ भइरहे अब यी त अलिअलि चिन्न पनि चिन्दैन भइरहे राखेको थियो जग्गा पनि उसको नाममा थियो ए त्यो जग्गा हजुरले किनेको छ ढाइबिघा किन्नुभयो पऱ्यो लाली विवाह गरेँ ए एकैछिन अब यो ढाइबिघा किन्नु भएको छ हजुरले कटासे नजिक होइन कति पर्यो त्यतिखेर किन्दाखेरि 38 साल कति सालमा 35 सालमा कति पर्यो केमा 55,000 55,000मा ढाइबिघा किन्नुभयो अनि यहाँ कटासे नजिक बस्नु कटासेको बजारको बारेमा के थाहा छ किन बजार यहाँ कटासेको बजार किन सुक्यो त्यो पनि सुनौँ न कटासे बजार सुक्न कारण के भयो भनेपछि अब यहाँ राजनीतिक भयो होइन अब मान्छे चलाक भए अब यो पल्तिर अब ठुला बडाको हात भयो ठुला बडाको बसोबास भयो पल्तिर भने लम्कीमा ठुला बडाको भएपछि बाटो छैन बजार छैन अब कटासेमा बजार छ होइन अब उहाँको जमिनमा हामी पहिला वहीँ आएका हौँ उहाँ 500 रुपियाँ बिघा लम्की ए पानी छैन पानी थिएन फेरि यहाँ अब हाम्रो भाइ बहिनी सबै तपाईँ पनि भन्नु त यहीँ बसेका छ त हो त हाम्रो बाहरू हो बा बुवासित त आएको दिल्लीबाट ए तपाईँको दिल्ली बस्दा छ त हजुर हजुर त्यहाँबाट भनेपछि अब तिनीहरूले ठ्याक्कै ठुलो बडाको हात त ठुलै हुन्छ नि होइन ठुला बडाको हात भयो त्यहाँबाट एउटा गङ्गा कुँवर सांसद भाइ आयो त्यहाँबाट त्यो रोडको अब यो रोड यहाँबाट हो यो कटासेको पिपल चौतारा छ नि अहिलेको त्यही रोड हो राजमार्ग त्यही हो अब उनीहरूले सल्लाह गरे कि नाइ यसो गरेर हाम्रो यो जमिनमा लिइदिनुहोस् राठौरको सम्धि पनि इन्जिनियर ठ्याक्कै त्यहाँको रोड माथि डुल्ने मेन रोड चाहिँ हाइवे महेन्द्र राजमार्ग चिसापानी कर्णाली पुल हुँदै त्यता त्यहाँ गयो यताबाट आएन त्यसपछि यहाँको बजार सुक्यो के भन्नुभयो कोही उता गयो कोही उता गयो अब विकास हुँदा अब त्यो हाट बजार
कटासे भन्ने कुरा भएन, जुम्लाई पुग्यो नुन, अछाममै पुग्यो, बजाङमा बाजुरै पुग्यो, त्यो जुम्ला हुम्ला के अरे बजाङबाट यहीँ आउँथे सबै यही हो। अछामबाट पनि अरे अछाम त नजिकै हो, राराका पनि यही हुन्, ए मुगुका पनि यहाँ किन आउँथे कटासेमा यही कटासे हो। ए अनि अहिले यो अवस्थामा यो कटासे बजार यस्तो अवस्थामा पुग्नमा को छन् त जिम्मेवार अब त्यो जिम्मेवार अहिले को भन्ने त अब त्यहाँ स्थानीय नेता स्थानीयवासीहरू स्थानीय हुन्, स्थानीयले अब यताउति गरे पावर पुगेन निमाइदियो बस। लौ त हजुर अन्तमा के भन्नुहुन्छ कि हजुर हजुर अरू अब के भन्नु त, अरू त ठिकै छ। अब अहिलेको र 35 सालको र अहिलेको फरक पनि भयो। अब यहाँ पनि सर सुविधा भयो, पाहाडमा पनि अहिले भइसक्यो, सब राम्रै छ बस। अहिले सञ्चार भने गाउँघरमा विकास पनि आयो, अहिले एकदम बाटो बन्दैछ त क्या। 35 सालदेखि अहिलेसम्म आयो, 50% आयो। 35 सालमा कस्तो थियो यहाँको यो पुरा जङ्गली हाम्रो पुरा यहाँ बाटो पारी गाई भैँसी आयो, बेलुका आयो भने बोचेर आयो, नआए छैन, त्यहाँ को जाने हो। ए जङ्गल त्यत्रो पर्दा पारी सक्छ, त्यहाँ फेरि बाघ भालु सबै त्यहाँ जन्तु अदरहरू कसो कसो। यो हिउँनु त एउटा डल्लफै डुबेको हिउँनु, ए हिउँदै छ, डल्लफ डुब्यो, हिउँनु डुब्यो। एउटा यही तर्का घर परिनु, मेरा घर परिनु, के हिलोमा डुब्यो, हिलोमा अब लडिएका थिए, डल्लफ होइन काठका लडिएका त्याउने डुबे। अनि त्यहाँ गोरु भैँसा पनि त्यहाँ मरे, राँगा त तान्यो पछि मेरा घरबाट डल्लफ त्यहाँ डुब्यो त्यो तानेन त्याउने रहे। अहिलेसम्म त्यसो त्यहीँ होला। अब त कति साल कुरा हो त क्या, अवशेष होला। डुबेका बस त 18 महिनापछि निकाल्यो भनेपछि अब यो त विकट थियो एकदम, अघोर थियो यो, कुनै ठिकानै छैन, पुरै जङ्गल थियो यहाँ। त्यसैले अहिले यिनीहरूले क्या गरे भने यसमा इलेक्सन भयो होइन, अहिले यो इलेक्सन त होइन, तर इलेक्सन जहाँबाट गरायो पनि गरायो होइन। कस्तो लाग्यो त रासोपाले त पुरै नै, मलाई राम्रो लाग्दैन त्यो। ए हो ठिक छ, मन्त्री भयो ठिकै छ, तर खास गरी पुरानाले केही काम गर्न भन्नु सकेन होइन। ए पुरानाले काम गरे हुन्, त्यो गधा हो त्यो भन्ने हो। अहिलेका पनि गर्नु, धन्यवाद गर्नु त क्या। मैले त्यसमा रासोपाले यहाँ जित्नु जित्ने त अब यहाँको रोड परिलियो नि त, मानिसको हात भ्याए त त्यसै हुन्छ, किन नहोला र। यत्रो बजार उठायो, बिल्डिङ त्यसै। अब त पुराना दलहरू पुराना पार्टीहरू अब सके भन्छन् त, नयाँ आयो त्यही भएर पुरानाले गरेन भन्छन् त। नयाँ त आउने भए त अब त्यो कुरा कोही भएन, तर पुरानाले केही काम गरेन भन्दाखेरि मैले बुढा भरिएले त डल्लो भ्याउनै छन् भने काम गरेन। अहिले तपाईँ मोबाइलमा त हेर्नु होला, अछामका माथि रारामा बस पुगे, त्यही त मुजा बगडमा, बाजुरामा, जुम्लामा, हुम्लामा भने पुरानाले गरे हो। अब केही चोरी डाँकागिरी गरे, ऊ भगवान् जानु, ऊ आफै पढ्नु न होइन। हामीलाई केही गरेन पुरानाले, हामीलाई गरिदियो, साइकल चल्ने बाटो पनि बनाइदियो। यहाँ पछिका हुने पनि बनाउनु न, त्यही भन्दा त नयाँ ठिक छन् भन्छन् त। अब नयाँ आछन् त, अब कति पुराना त्यही रुखमा, त्यही के अरे हतिया हतौडामा, त्यही तारामा, त्यही चन्द्रमा, उसमा के अरे एमालेको नै एमाले सूर्यमा भन्ने भयो नि त। एमाले जो भए पनि अब त्यो पुरानाबाट पाठ सिक्नुपर्ने कुरा हो। 2007 सालमा 2013 सालमा बिपी जेलमुक्त भएर आएर प्रधानमन्त्री, पहिलो प्रधानमन्त्री हो, बुझ्नुभयो कि नै होइन, पहिला प्रधानमन्त्री हो। उसले एउटा डिसिजन लिने रुममा गए, त्यहाँ एउटा विकासको योजना हाल्न लागेका थिए। बिपीले क्या भन्यो भनेपछि त्यहाँ माथि फोटो लगाएको थियो राजाका। ओहो, राजा तस्बिर पनि रहेछन् यहाँ भन्यो होइन। भनेपछि अब त्यही तस्बिर पल्टेर एउटा यो गरिबको परे यहीको भनौँ न, अमी जसाको फोटो लगाउनु पर्ने थियो। तपाईँले योजना हाल्दाखेरि यो गरिब तल झुपडाको मान्छेलाई छुट्याउनु बजेट, त्यो राजालाई नछुट्याउनु भनेको हो, बुझ्नुभयो कि नै। अब पुरानो त पुरानैबाट, अब देउबा पुरानो मान्छे है, उनले चोरी गरे पनि डाका गरे पनि हाम्रो केही गरेन। अब ऊ एउटा नायक हो सुदूरपश्चिमको, राजनेता हो। 2007 सालमा लुकेर जिउडो काटिदिएको राणाले होइन, बुल्छस् भनेर। अहिले पो हाम्रो काठमाडौँ भयो, उनले हाम्रो भनेको थियो काठमाडौँ उनको थियो भनेपछि अब उहिले कहाँ भगायो क्या हार्यो हान्यो। हामी हुनु त उहीबाट पाठ सिकायो, तपाईँ हुने त हो। त्यही त भोलि तपाईँ त देउबाको पत्नीलाई भाउजूलाई कुट्याएको तपाईँलाई मन परेको छैन? उसको धनी लिएर यहाँ रोडमा लगाउनु पर्ने, उसलाई जरिवाना जेलमा हाल्नु पर्ने नि त। लौ त हजुर, धन्यवाद। हस्, ल थ्याङ्क यू हजुर।